यहाँको खोइ त नि खोला यो थाप्नु अनि तपाईँ आफै जाडो भयो 150 किलो। हेलो साथीहरू गुड मर्निङ सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु साथीहरू आज चाहिँ म र मेरो बुढा बास काट्न जाँदैछौँ है सो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला पुरानो नि के भन्ने कति ठुलो र खासमा हामी चाहिँ छोरी बाहिर रोडमा निस्किन्छ भनेर के बाटोमा निस्किन्छ भनेर त्यो घरमा गेट बनाउनका लागि चाहिँ बाँस लिन जान खोजेको क्या अनि रह बाँस उतातिर हो त्यो बाँस लिन जाँदैछौँ हामी अनि यहाँ चाहिँ त्यो दसैँमा बनाएको यहाँ पिङको बाँस थियो क्या अनि त्यसको डोर बनाउने रे हजुरबा अनि त्यही पुऱ्याइदिनु जानुभएको है अब जङ्गलमा गएर फाइट खेल्ने यता मान्छेले देखे क्या ल सो हामी चाहिँ जाँदैछौँ अब बाँस काट्नलाई खरु सस्ता पाले यहीँ माछा मार्दाखेरि कति माछा उयो भएको थियो नि फेरि अहिले पनि छ होला है कता ल यहाँको खोइ त नि खोला ए उयो पोखरी अब त्यतै छ होला है माछा पनि फेरि मार्ने माछा त्यही पनि जाडोमा मार्नु न नुहाउन त सकिँदैन जाडो थियो के भन्छ अरे पोखरीमा छिरी त त्यो अब 2-3 टाको लागि को मारी बस्छ हो जाडोमा कक्री होइन अब हामी आइसक्यौँ बाँसको छेउमा यहाँ चाहिँ हजुरआमाहरू हुनुहुन्छ क्या त्यहाँनिर हजुरआमा भाउजू खै को सबैजना बाँस काटिराख्नु भएको त्यो हुँदाको लागि हामीले चाहिँ आफ्नै लाग्यो पकवान खाने आउनु ल पकवान दिन्छु म पकवान खाने होइन ल थाप्नु गोजी थाप्नु खोइ गोजीमा हाल्नु कता ए अटेन ए यहाँ रहेछ गन्जी थाप्नु गन्जी यहाँ अट्दैन यो थाप्नु अनि तपाईँ आफै हाल्नु यसरी उघाल्नु न यस्तो थाप्नु न हो अनि पछि हाल्नु ल आफै ल अटेन क्या ल भयो है म गएको ल अब म बाँस काट्नु सुनिल दाइ गइसक्यो म गएको ल म पनि जाने ल अब जम हजुर कता गयो खरुस सरी कता गयो पो भनेछ कता जानुभयो मेरो खरुस भन्नुपर्छ नि त भिडियोमा त यस्तो एक्सपेक्ट गर्नु पर्यो नि त म पनि छि उदु पुदु छु यार खरुस कहाँ हो ए यहाँ पो रहेछ यो दुलोभित्र पो हो भेट्यो कत्रो यत्रो काट्नु लाग्यो ए खुकुरी चाहियो ए हँसे चाहियो हो लिनु चाहिँदैन अनि यो चाहिँ के लाग्यो मलाई यसरी खुर्काउनलाई यो बाँसको यस्तो खुर्काउनु कता ल्याउँछु क्या झन्डै कतिवटा काट्यो 2टा कता अल्झियो त्यो त कसरी तार्नु म यतै झर्दैन म पनि खरुस एक्लै जिन्दाबाद मेरो बलले त छुई पनि हुँदैन बाँस चाहिँ आएन सो बिचैमा खरुसले चाहिँ काट्दियो बाँसलाई
काट्दियो अब त्यो टुप्पा जति छोडिदिनु होला मैले त केही गर्नु पर्दैन कति सुख छ मलाई त ओइ हरु म हुँदामा हेर म हुँदा हेर्न जान्छु सम्मको बारी हेर्न जाँदैछु म आन्टी आउँदै हुनुहुन्छ आन्टीहरू पनि हुन्छ क्या ती सम्म बारीमा कताबाट जाने यो आन्टी कताबाट जान्छ म त यहाँ यताबाट त तार लगाएको हुन्छ उताबाट हिँड्दै यहाँ निकाल्ने यो माथिको चाहिँ माथि कसरी निकाल्ने यो त खोल्नु पर्छ नि तिम्रो बाजे अझै निऱ्यो भने त मल पोखियो यता अल्झ्यो मार्यो है ए बुढामा अल्झ्यो क्या मेरो कस्तो अल्झेको बुढामा अल्झ्यो ल बुढामा खप गाडे हो क्या त्यही भएर नि नसकेको नि हो नि दिदी लाउनु आउनु आन्टीको छोरी हो यो चाहिँ आलु रोप्यो हो यहाँ चाहिँ प्याजको पो ए रोप्ने कता ए यहाँ चाहिँ प्याज रोप्नलाई हो यो ड्याङ यो बनाएको नि यो आफ्नो आफ्नो हो कि के हो होइन सँगै हो बासे यहाँबाट त हजुरआमाहरूले कहाँ लसुन रोप्नु भएको एकचोटि हजुरआमाले रोपेको लसुन पनि हेर्दैन बारी धेरै भएको हुनाले अनि त्यसपछि कोकोलाई अरू पनि कोकोलाई के भन्छ के रोप्न मन लागेको रोप्दा हुन्छ भन्नुभएको थियो क्या अनि हाम्रो हजुरआमाले पनि यहाँ लसुन रोप्नु भएको छ क्या लसुन अनि त्यही हेर्न आएको म यहाँ थुप्रोजनाको हो फेरि कोकसको चिन्ने यहाँ हेर्नु न यहाँ लसुन टन्नैको हो कुन यही छेउको आन्टी हजुरआमाले यति धेरै रोपिराख्नु भएको रहेछ यहाँ लसुन त्यसपछि यहाँ लसुन छ सबैजना ककसको चिन्ने गाह्रो यहाँ चाहिँ धनियाँ रहेछ धनियाँ ओ माई गॉड हेर्न सक्नुहुन्छ यहाँ आलु खेती यो चाहिँ आलु यहाँ आलु उता पनि आलु यहाँ चाहिँ मुला रायोको साग त्यसपछि यता पनि रहेछ आलु अनि त्यसपछि उता चाहिँ सबै मकै अनि तोरी अनि त्यसपछि यो चाहिँ यो के भन्छ अरे यसलाई मुनुङ्गा अनि यो चाहिँ मुनुङ्गाको चाहिँ यो पत्ता होइन यो पत्तालाई मजाले सुकाएर अनि त्यसपछि यसको दबाई भन्छ अरे क्या यसको दबाई बनाउनको लागि पनि वहाँनिर घर बनाउनु भएको छ हाम्रो सम्ममा बस्नुहुनेहरूले अनि मेसिनहरू पनि ल्याइने पानी लगाउने मोटर पनि यहाँनिर रहेछ कति त मासम्म छ अनि आँप अनि त्यसपछि त टन्ने छ नि बारी त ओ माई गॉड बारी त टन्नै टन्ने कहाँ यही बाटोमा ए आन्टीहरूको नि प्याज छ अरे कि अनि प्याज देखाइदिनु पर्यो आन्टीहरूको प्याज कत्रो भयो यही हो ए आन्टीहरूको प्याज यो चाहिँ आन्टीहरूको प्याज रे रोप्नु भएको ए अर्को कुरा त देखाउनै बिर्सेँ नि यहाँ मैले यहाँ चाहिँ ट्याङ्की बनाउनु भएको छ क्या यो चाहिँ पानी राख्ने ट्याङ्की यहाँ ट्याङ्की बनाउनु भएको बुढाले बाँस काटिसक्यो होला अहिले मलाई फेरि मार्छ यार अब जानु पर्यो म त
बुदुना माछा जस्तो पुत्रो पुत्रो भइरहेछ अघिदेखि यता पनि कुद्ने उता पनि कुद्ने ए है साथीहरू हेर्नु त्यहाँनिर झप्सी हो कि हप्सी त्यसले चाहिँ पुरै सेतो सेतो भइसक्यो हो सेतो सेतो पुरै लागिसकेको रहेछ अब हुसे लागिसक्यो हुसे लागिसकेपछि सबै चिज खराब भइजान्छ रे यहाँ भएको बास चाहिँ ए यो अरूको बास पो रहेछ है साथी अरूको बासलाई म त हाम्रो बास सोचेको हाम्रो आमा कति भारी रहेछ त्यहाँ म तपाईँ बोक्न सक्छु होला तर यो बाँस बोक्न सक्दिनँ है म बाँस चाहिँ यो बाँस बोक्न सक्दिनँ है म आज मार्ने भइरहेको यो खरिसले मलाई मिटरलाई घर बनाउनको लागि सबैजनाले काटेको हेर्नु बाँस हाम्रो काटिसक्यो ए गाडी कस्तो दुडो कतिवटा बाँस काट्नु भने पुग्यो बाँस पुग्यो फेरि पनि बाँस काट्नु पर्ने भयो सम्मको लागि सबैजनाले बाँस काट्नु पर्ने रहेछ हो अब काट्दिने ओइ म आउनुपर्छ पर्दैन ए पर्दैन म आए पनि मैले काट्न सक्ने छैन क्या जम्मै जुमको जाने हो तपाईँ चाहिँ घाँस काटेर आउँछ ल घाँस काटेर आउनु हामी चाहिँ जाने होइन उफ यति पनि नसक्ने रहेछ आफ्नै ज्यान त कसले बोक्दिने अनि यो बाँस बोक्न सक्छु त मैले उहाँ बुढा त कहाँ पुग्यो बुढा त गरिसक्यो कता खोलातिर गरे कता गरे अब हामी घर आयौँ है यता हेर्नु नाकमा सिँगान बोके क्या भनेर रहेनछ छैन ए बुढो लिन आउँछ कि भने त उफ नहुने पो भयो उफ मलाई गाह्रो भयो छोरीको नाटक त्यो हुँदैन त्यहीँ राख त्यहीँ राख अच्छा जानिस् त्यो टिप दिनु भन धुवायो छोरीको लागि बेरा बनाइदिनु लाग्यो बेरा गेट कस्तो बनाउँदो रहेछ हेरौँ न हामी नाटक हेर्दा न फुर्की लडाइदिउँ तँलाई ढुङढुङ लडाइ कसरी पार्छ के गर्छ अरे बाबाले छाने बदन यसो बाबाले के गर्छ अरे छाने बाबाले के गर्छ अरे सो साथीहरू अब चाहिँ हामी खानासाना खाएर बुढाबुढी लाग्यौँ चोकतिर हामी खोकी लिन जाँदैछौँ खोकी खान मन लाग्दैन त्यो साथीहरू मेरो युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला
लाग्यो हो यताबाट बजार छिर्ने हो ए यताबाट ओके अस्ति माछा लिन आएको थियौँ भने आज चाहिँ घोगी लिन आइरहेको छौँ मान्छे एकदम भिड भएकोले हामी एकैछिन उता जाँदैछौँ अरू ठाउँतिर कति भिड रहेछ सही में 3 किलो टमाटर किन्नु हो हामी फर्स्ट टाइममा हजुरबालाई औषधि लिएर आउँछौँ अनि त्यसपछि फेरि घोगीतिर जान्छ घोगी लिनको लागि कति एक पत्ता मात्रै ल्याउनु भने हो कति हो 200 को 200 पठा हो 200 कति पत्ता आउँछ 210 रुपियाँ पनि पत्ता आउँछ एक पत्ता लियो भने 210 रुपियाँ 200 कहाँ जाने रे पहिला जाऊँ तपाईँ र म आज भाग्दिउँ ल अगाडि आज हामी भाग्दैछौँ 50 रुपियाँ थियो त हिजोसम्म 50 रुपियाँ 150 का किलो 180 का किलो बेचल अब मेरे सके ना 120 साथीहरू अब हामी चाहिँ घर लाग्यौँ है अनि सो घर लाग्नुभन्दा अगाडि चाहिँ यहाँको तातो तातो चप खाएर जाने क्या ठेलागाडामा बनाएको मस्त अब हामी खाँदैछौँ 40 तातो harus iya seru hati karena जाडो भयो पुरा हामी चाहिँ अब फाइनली घर आइसक्यौँ है घर आयो साथीहरू घर आयो हामी घर आयो ल साथीहरू म चाहिँ घर आइसकेँ म र मेरो बुढा चाहिँ अब हामी घोगीलाई चाहिँ एक रात मजाले पिठो हालेर राख्छौँ सो घोगीलाई चाहिँ यसरी एक रात मजाले राखिन्छ पिठो हालेर पिठो अनि त्यसपछि आजको तरकारी चाहिँ के हो भने सुँगुरको आन्द्राभुँडी के साथीहरू सुँगुरको आन्द्राभुँडी सो बाई बाई गुड नाइट एभ्रिवान टाटा